पाले देखा त ल तँलाई 500 मा बढ्छ काठमाडौँ काठमाडौँ आइजाऊ अझ काठमाडौँ आइजाऊ ए अझ चाहिँ ए तँलाई भएर राम्रो के भनेको छैन मैले तँलाई के भनेको छैन मैले के भनेको छु मैले तँलाई के नराम्रो भएछ भन्दा तँलाई के नराम्रो मैले उसलाई भनेको छु मैले तँलाई के भनेको छु नराम्रो के भनेको छु होइन त्यसै मुखमा छ राम्रो बोल्न सक्छ नि त राम्रो बोल्न सक्छ नि त राम्रो बोल्न तँलाई चाहिँ छाप्रे म त छाप्रे भन्छु छाप्रे आमा बलात्कारी छोरी बलात्कारी त बुझिस् अब त्यो सुन समयले आउँछ समयले त्यस्तो बताउँछ चिन्ता नगर घाँटी काटिदिनु हेर्दै जान घाँटी झाडी नगानु सक्यो कसरी घाँटी काट्छ यसो फेरि आउँदैन त्यसलाई पहिला आउँदैन पहिला आउँदैन तँलाई रोक्न तैँले मलाई नभएको तैँले मलाई मुख छाटे तैँले भिडियो बनाएको छैन त्यसपछि कसले यसको भिडियो बनायो भने यो गरेर मिडिया बोल्छ भन्दै सोचेको होला पाप भएर नलाई तेरो लागि त मैले यति पनि बोल्दिनँ बुझ्छ त भनेको मेरो खुट्टाको धुलोस् पैतालाको धुलोस् बुझिस् छाप्रे जिन्दगीभरि त्यो ए सुन भन्दैछ राम्रो मुखले होइन यसरी गाली नगरे तर राम्रो मुखले तर आफ्नै गएको है जा 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 काम छैन त चाहिँ अरूको बिचमा किन बोल्ने हो कि बोल्ने ठाउँमा चाहिँ बोल्दैन नबोल्ने ठाउँमा चाहिँ बोल्छस् त त नबोल दिमाग सजिलो त फेरि फेरि कसरी नबोल अस्ति कसले मलाई गाली गरेर त्यति बेला बोलिस् कसरी कस्तो त्यो जेपाते बोल्ने जोरपातेले गाली गर्ने होइन नि त एउटा स्टिन हुन्छ के हुन्छ अरूको पछि लाग्यो चक्रे अस्ति हामी गेम खेलिरहेको थियो एउटा त्यो मेरो पढाउन होइन त्यो कस्तो भयो त्यो तेरो त राम्रो बोल्न त नराम्रो बोल्यो त्यो पागल त्यो सबैले पागल हुन्छ त्यसलाई त्यो पागल हो त्यो टिकटकमा त म पागल भएकै थिइनँ म पागल देखाउनु पऱ्यो नि त म चाहिँ टिकटकमा कसैले टेट दिनँ फेरि त्यो टिकटकमा यस्तो बनाउँछ नि फेरि माया कसम जस्ट वेट गरेर वेटिङ वाच गाए 3 आउँछ कि जस्ट वेट गरेर कतिको मैले त्यसलाई मैले एरियाको नाम राखेर राखेको छु कि त्यसपछि तिमीहरूको हालत कसरी के हाल्नुपर्छ टिकटक राम्रो मलाई थाहा छ नमस्कार के हो चक्रे भाइको गर्लफ्रेन्ड हो भन्दा साँच्ची हो दुईजना नमस्ते कहाँबाट गयो समोसा दाइ यस्तो अहिले तपाईँ चिन्नु भएको थियो मेरो गर्लफ्रेन्ड सन्तुयो भनेर कहाँ यस मसँग समोसा त नबोल्नु न हौ यहाँनिर चक्रेको गर्लफ्रेन्ड भनेर भन्दैछ त्यही भएर म दाजुभाइले जोडिदिनु छोडेको होइन चक्रेको त भाउजू होइसिन्छ उता तपाईँको गर्लफ्रेन्ड हो भन्नु अब म चाहिँ कसैको गर्लफ्रेन्ड होइन है रातै भन्नुभएको मलाई एउटा म्याच खेलौँ न अनि नमस्ते भाउजू ल भाउजू नमस्ते ल म भाउजू होइन है म त दिदी दिदी भन्नु दिदी भन्नु रातैले त्यही भन्नुभएको अनि दिदी भन्नु न म सिनियर हो दिदी भन्नु एउटा म्याच खेलौँ न तपाईँ सिङ्गर हो सिङ्गर होइन है ढाँटेको होइन त्यस्तो झुट बोल्नु आउँदैन रातैले सोध्नुहोस् म सोध्दिनँ आजै त भेट्दैछु तपाईँलाई पनि मैले मैले फलो गरेको फलो ब्याक गर्नु होला ल रातै तपाईँ के खास त्यति मान्छेले यति पागल बनाउने रातै यस्तो गर्नु भएन नि त के यस्तो समस्या तपाईँको होइन हौ म त तपाईँहरूको सबैको दिदी पो हो त हौ कहाँ म त्यो बिहा गरेको मान्छे हो अनि रातै तेरो भाउजू आउँछ नमस्ते गरे भनेर बाई मिस्टेक होला नि राज दाइ तपाईँ के यस्तो मलाई के यस्तो तपाईँ मलाई पागल बनाउने दाइ यस्तो सोच्नु हुन्छ दाइ रात दाइ हजुर मैले तपाईँलाई पनि फलो गरेको छु यहाँनिर के भन्छ के हो नाम तपाईँको तपाईँलाई पनि फलो गरेको छु ल ए उता के अरे यो के नाम त्यो बिस्तारले पढ्यो भने गाह्रो छ नि डान्स उयो आज चक्रे के खाइस के तैँले उल्टो उल्टो नभन्न यार के अरे त्यो गाना सरी के गाना दियो ए चिसो बियर ह्याप्पी चिसो बियर भन्ने गानाको मोडल यही हो साँच्चै नै हो त कसम हो हो कि होइन के गीत अरे ह्याप्पी बियर ह्याप्पी टियर चिसो बियर तेरा बुढी गरेर हाल्ने तपाईँले त्यो गानामा मोडलिङ गर्नुभएको छ ए ह्याप्पी टियर चिसो बियर भन्ने हो त्यसमा हजुर खानु पनि भयो बियर नै खाइन
खानु त यो सिन्सी मात्रै खाएको चाहिँ छैन हो म बियर खाँदिनँ खाँदिनँ पिउँछ मात्रै खाँदिनँ पिउँछ मात्रै त्यसो भने पछाडि हामी खाँदिनँ मैले बियर खाँदिनँ कस्तो हजुर खाऊँ त उसी खाऊँ त पछाडि भेटेर नै मैले खाँदिनँ मैले कहिले खाएँ भने समटाइम वाइन खाने हो म अरू चाहिँ खाँदिनँ वाइन भन्ने कस्तो हुन्छ फेरि चक्रे भाइ वाइन खान जाऊ त्यसो भने उता अबि दाइ भयो अब नखाउँला यहाँ सबैले के भन्न थाल्यो भने चक्रेको गर्लफ्रेन्ड दाइ तपाईँसँग जोडेको भनेर भनेको त्यही भएर म आज भोलि जोडिदिन्छु भाइहरू होइन हो चक्रे मेरो बोयफ्रेन्ड मेरो बोयफ्रेन्ड जो हुन्छ नि म टिकटकमा पब्लिस गरिदिन्छु टेन्सन नगर्नु जोसँग गेम अहिले भर्खर तपाईँले भाउजी आयो भाउजू नमस्ते गर भन्ने त दिदीलाई बिचाएर हाम्रो यति सिधा दिदीलाई यति मात्रै पागल बनाउनु भएन नि त यार बिचार यति राम्रो दिदीलाई ठुक्कै त्यो भाउजूको नमस्ते गरेर लगाएर हेर्नु दिदी कति फटा आउनु रात हेर्नु त त्यही भने दिदी